ढुङ्गा मोडा भयो ढुङ्गा हानो सर मैले ढुङ्गा पठाइदिएँ पुलिसलाई मैले जिम्मा लगाइदिएँ उनीहरू पनि कारवाही गरेर हामीले के गरेर छोड्यो कसले ढुङ्गा हानेको खासमा ढुङ्गा आतंककारीले हाने नि वैशालले हानेको भित्र पूजाआजा चलिरहेको छ होइन आज चलिरहेको छ यहाँ निर्मम यी स्वतन्त्र नागरिकमाथि ढुङ्गा हान्ने यिनीहरू कस्तो खालको मान्छे हो यिनीहरू पनि मानव छैन तिनीहरूमा के कार्यक्रम बिथल्न खोजेको हो कि के हो खास यो कार्यक्रम बिथल्न खोजेको यिनीहरू रणनीति यहाँ लिएर हामीलाई ढुङ्गा प्रहार गरिरहेको छ यिनीहरूसित हामी लड्न जतिखेर पनि तयार छौँ सरकारको फिर्ती सवारी होस् यिनीहरूसँग हामी कहाँ जुट्नुपर्छ हामी जुट्न तयार छौँ बरु मर्छौँ यहाँनिर यिनीहरू हामी छोड्दैनौँ भनेपछि अब के यहाँनिर अशान्ति मचिन आँटेको हो कि के हो यो अशान्ति हामी कहिले पनि अशान्तिको बाटोमा छैनौँ हामी शान्तिको बाटोमा जहिले पनि हिँड्ने मान्छे हो यिनीहरूलाई ढुङ्गा हानेर पनि मैले पुलिसलाई जिम्मा लाउँदा कारवाही गर्न सक्छ भने यो पुलिस पनि आतंककारी हो के भन्छ प्रहरीलाई के प्रहरीले हामी कन्ट्रोल गर्छौँ भन्छ हामी हेरिरहेको छ बाटो भेटाएको छ अब यो सरकारको फिर्ती सवारी भएपछि यिनीहरूलाई खोजी हान्नेमा हाम्रो अभियान हो अब सुरु भयो यसरी त अशान्तितर्फ गएन र अशान्तितर्फ किन हामी छैनौँ नि हामी शान्ति हामीले न केही प्रहार गरेका छौँ न केही गरेका छौँ। हस्